तपाईहरु सबैलाई स्वागत छ। आज म बजाज कनेक्ट एप कसरी डाउनलोड गर्ने र त्यस कसरी लगइन गर्ने भन्ने ट्युटोरियल भिडियो लिएर आएको छु। गुगल प्ले स्टोरबाट बजाज राइड कनेक्ट भन्ने एप इन्स्टल गरिसकेपछि हामी त्यसलाई ओपन गर्न गइरहेका छौं। ओपन भइसकेपछि यस्तो इन्टरफेस खोल्छ र नेक्स्ट फिनिश गर्दै गएपछि पहिलो चोटी साइन अप गर्नको लागि VIN नम्बर र SS कोड जुन चाहिँ हामीलाई डिलरले प्रोवाइड गरेको हुन्छ त्यो राखेर साइन अप गर्नुपर्ने हुन्छ र अर्को चोटीदेखि लगइन गर्दाखेरि VIN नम्बर र SS कोड जुन हामीले परिवर्तन पनि गर्न सक्छ त्यो हालेर लगइन गर्नुपर्ने हुन्छ। त्यसमा हाम्रो सम्पूर्ण बाइकको डिटेलहरु र आफ्नो डिटेलहरु त्यहाँ देख्न सकिन्छ र बजाजको यो ब्लुटुथ कनेक्ट हुने एप बजाजले यो नयाँ मोडलका बाइकहरुमा ल्याएको छ। यसबाट नेभिगेसनहरु विभिन्न कुराहरु हेर्न सकिन्छ।